जस्तो हेर्नुहोस् तपाईँ यात्राको क्रममा हुनुहुन्छ, तपाईँको बाइक कुदाउँदाखेरि यसरी मिटर हुन्छ नि हाम्रो, यसरी मिटरमा लाइनहरू गयो, सेल्फहरूले केही पनि काम गरेन भने चाहिँ तपाईँहरूले आफैले पनि बनाउन सिक्नुपर्छ र सक्नु पनि पर्छ है। सधैँभरि मेकानिकलाई अब बोलाएर एकदमै टाढो यात्रामा सकिँदैन पनि होइन, र पैसाको पनि बचत हुन्छ। यो भिडियो लास्टसम्म हेर्नुहोस्। तपाईँलाई यसरी लाइन हरायो भने चाहिँ कसरी बनाउने म तपाईँलाई सिकाउँछु है त। जस्तो पहिला चाहिँ हामीले यसरी चाबीले निकाल्ने है। चाबी निकालिसकेपछि हामीले के गर्ने भने जुन हाम्रो साइड कभर हुन्छ नि, बाइकको साइड कभरमा चाहिँ यसरी चाबीले खोल्न सक्ने लक हुन्छ होइन, र यो लकलाई चाहिँ यसरी बिस्तारै खोल्ने, यसरी हेर्नुहोस् यसरी खोल्ने, र यहाँनिर चाहिँ हाम्रो के हुन्छ भने पुरै पुस गर्ने र यसलाई बिस्तारै तानेर यसरी निकाल्ने हेर्नुहोस्। जस्तो निकालिसकेपछि हाम्रो यहाँनिर चाहिँ के हुन्छ भने हाम्रो फ्युज लागेको हुन्छ होइन, र यो फ्युजको लागेको चाहिँ हाम्रो के हुन्छ भने फ्युजको पुरै सेट यसरी निकाल्नुपर्ने हुन्छ है, यसरी निकाल्ने होइन। र यो निकालेपछि हामीले के गर्ने भने हाम्रो लकको यहाँ लक चाहिँ यहाँ हुन्छ, लक यहाँनिर हुन्छ, यसलाई यसरी बिस्तारै निकाल्ने, दुइटै निकाल्ने, यसरी बिस्तारै निकाल्ने होइन। र निकाल्दा हामीले चेक गर्ने है फ्युज अब गएको छ कि छैन कसरी थाहा पर्ने हेर्नुहोस्। जस्तो यो फ्युज निकालेँ मैले होइन, र सुरुमा निकालेकै फ्युज चाहिँ मेरो बिग्रिसकेको छ, अब कसरी थाहा पर्ने हेर्नुहोस्। जस्तो यहाँनिर बिचमा जो पोइन्ट हुन्छ नि, यो पोइन्ट चाहिँ हाम्रो चुटिसकेको छ। अब हेर्नुहोस् है, जस्तो हाम्रो फ्युज चाहिँ के हुन्छ भने हाम्रो बाइकको चाहिँ स्पेयर फ्युज पनि हुन्छ, दुईपट्टि स्पेयर फ्युज हुन्छ होइन। यो चाहिँ किन दिएको भने तपाईँले जस्तो कुनै ठाउँ अप्ठ्यारो पऱ्यो भने चाहिँ तपाईँलाई स्पेयर फ्युज दिएको हुन्छ होइन। र अब फरक हेर्नुहोस् है, जस्तो हाम्रो स्पेयर फ्युजको चाहिँ के छ भने यहाँनिरको लाइन चाहिँ हेर्नुहोस्, यो चाहिँ काटिएको छैन है, यहाँनिरको लाइन चाहिँ काटिएको छैन। जस्तो अब हाम्रो बिग्रिसकेको फ्युजको चाहिँ के भएको छ भने यहाँ चाहिँ हाम्रो लाइन कटिसकेको छ, हेर्नुहोस् त लाइन कटिसकेको छ होइन। अब म तपाईँलाई यो फ्युज लगाएर देखाउँछु है। अब हाम्रो मिटरमा लाइन आउँछ कि आउँदैन, बाइक स्टार्ट हुन्छ कि हुँदैन, यो फ्युज लगाएर म तपाईँलाई देखाउँछु हेर्नुहोस्। जस्तो मैले यो फ्युज लगाइरहेको छु होइन। यसलाई लगाउने तरिका यसरी बिस्तारै थिच्ने है, र यसलाई लक लगाउनु सक्ने यसरी लक लगाउने होइन। र अब हेर्नुहोस् म चाबी लिएर गइरहेको छु होइन। अब हेर्नुहोस् है, जस्तो हाम्रो बाइकको चाहिँ होइन मैले चाबी लगाइरहेको छु होइन। अब चाहिँ हेर्नुहोस् है, बाइक मजाले स्टार्ट हुन्छ हेर्नुहोस् है। तपाईँले पनि यस्तो कामहरू चाहिँ आफैले पनि गर्न सक्नुहुन्छ, र तपाईँको खर्च पनि जोगिन्छ, र मेकानिक आउने टाइम पनि तपाईँहरूको जोगिन्छ है, त्यस्तो काम सिक्नुभयो भने चाहिँ।